काम चाहिँ अब खास चाहिँ अब यहाँ मोडल सिङ्गर भन्दै चुचुरोमा पुग्ने भनेको नै अब हिरो होइन, नेपालको हिरो भनेर चिन्नु मन त छ नि, जसलाई पनि हुन्छ होइन दाइ, भिम दाइ पनि त्यही भनेर आउनु भएको सबैमा मलाई चाहिँ एक्सन मनपर्छ, किनकि अहिले मैले मेरो भिडियोहरू बनाइरहेको हेर्दाखेरि मलाई दर्शक श्रोताले माया गरेको अनुसारले चाहिँ मलाई एक्सन बेटर होला त के लाग्छ दाइ तपाईँलाई? तपाईँ पनि हो नि एक्सन हो नि। ओके, अब हामी दुर्गेश थापाको कुराकानी सुनौँ। मलाई थाहा छ दुर्गेश थापाले छ माया छ पुगैको एउटा गीत बनाउनु भएको थियो प्रमोसनल, त्यसपछि प्रमोसनल गीत सायद कर्माको हुनुपर्छ, बिचमा दुईवटा फिल्ममा गीत आए तर त्यो गीत थियो फिल्मको अर्कै खालको गीत थियो, त्यो चाहिँ प्रमोसनल गीत हो। किन उहाँले कर्माको लागि गीत बनाउनु भयो कृपया दुर्गेश थापाको मुखबाट हामी सुन्छौँ। दुर्गेश थापा ब्रान्ड। थ्याङ्क यू सो मच। सर्वप्रथम त सम्पूर्ण मिडिया टिमलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र त्यसै गरी उपस्थित हुनुभएका सम्पूर्ण अतिथिहरूलाई पनि थ्याङ्क यू भन्न चाहन्छु र कर्मको लागि कर्म गर्ने सम्पूर्ण हाम्रो कर्म टिमलाई पनि थ्याङ्क यू भन्न चाहन्छु, किनकि यस्तो मुभीमा चाहिँ मलाई उहाँहरूले चाहिँ एउटा चाहिँ मलाई त अहिले भर्खरै म त अझै सिक्दैछु, केही गर्न छ, अझै धेरै बाँकी छ। यत्रो ठुलो मुभीमा उहाँहरूले मलाई यो गीतको लागि ल दुर्गेशजी भनेर चाहिँ हाम्रो रिम भाइ अनि हाम्रो सौरभजी आउनुभयो, त्यसमाथि कास्टिङको कुरा हेर्दाखेरि एकदम बवाल लाग्यो। त्यसपछि अब आर्टिस्टहरूको कुरा गर्दाखेरि सबै बवाल अनि त्यो पछि अब यस्तो फिल्ममा काम पाउँदाखेरि किन नगर्नु भनेर चाहिँ मैले यो गीतलाई चाहिँ मेरो कति प्रोग्रामहरू थिए त्यसको बावजुद पनि यो गीतमा काम गर्ने अवसर पाएँ र सम्पूर्ण हाम्रो कर्म टिमले धेरै माया गरिदिनु भएको छ, त्यसको लागि थ्याङ्क यू भन्न चाहन्छु। र हामीले चाहिँ अब गीत ल्याइसकेका छौँ, फिल्म चाहिँ 29 गते आउँदैछ, किनकि मैले पनि यो फिल्ममा केही छ भनेर नै यो फिल्ममा हात हालेको हो। हलमा गएर एकचोटि हेरिदिनुहोस् होइन, एकचोटि हेरिसकेपछि थाहा हुन्छ हाम्रो सौरभजीको काम कस्तो भन्ने कुरा होइन, किनकि हामीले नयाँ डिरेक्टरहरूलाई प्रयोग गर्नुपर्छ भन्ने लाग्छ मलाई होइन, किनकि नयाँ चिजहरू नयाँ कन्सेप्टहरू ल्याउने डिरेक्टरहरूलाई हामीले अगाडि केही काम गर्ने मौका दियौँ भने दाइलाई पनि धेरै धन्यवाद, सौरभजीलाई तपाईँले जुन विश्वास गरिदिनु भयो। अब विपिन दाइको त कुरा छोडौँ होइन, दाइ हेरेको हेऱ्यो नि त हाम्रो दुश्मन छ, दुश्मन हेरेकै भन्नुभएको छ दाइले, ठिक छ। अनि सौरभ दाइसँग पनि थ्याङ्क यू सो मच, आदरणीय दाइसँग पनि फर्स्टचोटि अनि सम्पूर्ण टिमसँग। र त्यही हो गीतभन्दा पनि फिल्म अझ बवाल छ, गएर हेरिदिनु होला भन्न चाहन्छु। थ्याङ्क यू सो मच। उपस्थित हुनुभएको सबैजनालाई स्वागत छ, धेरै धन्यवाद पनि छ। अब खासै धेरै कुराहरू त आइ नै सक्यो। हाम्रो चलचित्र चाहिँ चैत्र 29 गतेबाट लागिरहेको छ र त्यो डेट आउँदै गर्दाखेरि चाहिँ मलाई पर्सनली एक खालको डर खुसी होइन, एउटा कस्तो भइरहेछ, एउटा एक्साइटमेन्ट चाहिँ छँदै नै छ होइन, जति नजिक आउँदैछ। तर यसको अर्थ चाहिँ फेरि चलचित्रप्रति ढुक्क नभएको पनि होइन, सौरभको कामप्रति म साँच्चै नै एकदमै खुसी छु। फेरि पनि बारम्बार सौरभसँग चाहिँ म काम गर्नलाई चाहिँ एकदमै जतिपल्ट उसले भने पनि म चाहिँ तयार छु होइन। सौरभको काम गर्ने शैली, सौरभले काम गर्ने तरिका म यो पहिलोपटक गरे पनि हाम्रो पहिला पनि एकचोटि केही समय अगाडि सहकार्य गर्ने चाहिँ एउटा प्रयास गरेको थियौँ, त्यो भएको थिएन। तर यसमा आउँदाखेरि चाहिँ मैले सौरभसँग चाहिँ फेरि पनि काम गर्नको लागि चाहिँ बाटो छोडेको छु होइन। अनि फेरि हामी सहकार्य पनि गर्नको लागि म जति बेला पनि तयार हुन्छु, किनकि यतिको डिरेक्टरसँग काम गर्नलाई चाहिँ धेरै सजिलो हुन्छ एउटा एक्टरलाई। उसले धेरै चाहिँ एउटा होमवर्क पनि उसले टास्क दिन्छ, त्यो भित्रमा बसेर गर्नलाई चाहिँ धेरै सजिलो हुन्छ। थ्याङ्क यू सौरभ, यसको लागि पनि म यो सहकार्य गर्ने मौका दिएकोमा। र हाम्रो टिमहरूसँग सबैसँग चाहिँ एकदमै एनर्जेटिक, हामी यति समय चाहिँ दाङमा अथवा यता काम गर्दाखेरि अब टाइगर पाण्डे हुनुहुन्छ हामीसँग। टाइगर पाण्डे चाहिँ हुनुहुन्छ, अब सञ्जय दाई लगायत सबैसँग काम गर्दाखेरि चाहिँ एकदमै यसपालि त्यो जोस जागरका साथमै सकिरहेछ क्या अहिलेसम्म पनि। र अलिकति हतारमा पनि छौँ र
अहिले लास्टमा आएर अर्को हाम्रो दुर्गेश टाइगर सर पनि सहकार्य गर्न चुन्यो यो रहेछ लास्टमा होइन दुर्गेशसँग पनि अब एउटा हामी जति बेला एकदम थोरै भेट्दा पनि एउटा आत्मीयता एउटा न्यानोपन चाहिँ महसुस हुन्थ्यो मलाई र एउटा चाहिँ हामीले सँगै काम गर्ने अवसर जुर्यो अब झन् एउटा चाहिँ सामिप्यता बढेको छ थ्याङ्क यू दुर्गेशलाई पनि यहाँ चाहिँ हामीसँग एउटा सँगै काम गरेकोमा चाहिँ हामी थ्याङ्क यू नै भन्न चाहन्छौँ र सबै टिमलाई कास्ट एन्ड क्रू अनि सबै को एक्टरहरू जो हुनुहुन्न आज उहाँहरूलाई पनि सम्झिन चाहे सबै हेल्पफुल होइन एकदम मजा आयो जसरी काम गर्दाखेरि मजा आउँथ्यो यसमा त झन् धेरै मजा आएको छ पक्कै पनि आफूलाई मजा आएपछि दर्शकलाई तपाईँहरूलाई पनि मजा आउँछ भन्ने कुरामा म विश्वास लिन्छु र सधैँ चाहिँ यसमा पनि यहाँहरूले हेरिसकेपछि पक्कै पनि मेरो कामप्रति चाहिँ यहाँहरूले मलाई एउटा चाहिँ के भन्ने अब जस खुसी हुनुहुन्छ यहाँहरूले धन्यवाद भन्नुहुन्छ भन्ने कुरामा चाहिँ मलाई लागेको छ र फेरि पनि अब चाँडै नै आउँदैछ चैत्र 29 गते यहाँहरूको एकदम साथ सहयोग पाइरहेको छौँ अझै पनि हामी साथ सहयोग पाउँछौँ भन्ने अपेक्षा गरेको छौँ र सबैजनालाई धन्यवाद थ्याङ्क यू सर मैले यहीँबाट मेरो सम्पूर्ण टिमलाई सम्झिन चाहेँ थ्याङ्क यू भन्न चाहेँ त्यो सिनेमा एउटा बन्दाखेरि इन्चीमा बन्छ त्यो माइल्स एन्ड माइल्सको जर्नी चाहिँ इन्चमा तय हुन्छ त्यो हरेक इन्चमा हेल्प गर्नुहुने सबैलाई धेरै धेरै धन्यवाद सञ्जय दाई थ्याङ्क यू सो मच सञ्जय दाई डे 1 देखि म यो फिल्डमा छिरेदेखि मेरो पहिलो फिल्मदेखि ब्याकबोन बनाउनु बिराउनु भएको छ थ्याङ्क यू सो मच दाजु शङ्करजी धेरै धेरै धन्यवाद हजुर नआउनु भएको भए अलिक गाह्रै हुन्थ्यो होला सेटमा होइन सुजेनजी डेब्यु गर्दै हुनुहुन्छ हजुरलाई कङ्ग्रेचुलेसन्स अनि फ्युचरको लागि बेस्ट विसेस है बेनजी भन्नै परेन एभ्री स्टेपमा सँगसँगै हिँड्नु भएको छ धेरै धेरै धन्यवाद बेनजी हजुरलाई मैले यहीँबाट धन्यवाद भन्न चाहेँ अब दाईको कुरा गर्नु पर्दाखेरि जुन किसिमले दाइले सिनेमामा पर्फर्म गर्नुभएको छ जुन इनर्जीका साथ एभ्रिडे उहाँले काम गर्नु भएको थियो सिनेमामा त्यो सायद त्यो सेन्टेन्स कम हुन्छ होला वर्ड अलिकति कम हुन्छ होला मैले त्यो कुरा एक्सप्रेस गर्नलाई होइन दाइले आफै पनि ठुलो च्यालेन्ज लिएर सिनेमा गर्नुभएको छ र त्यसमा उहाँ खरो उत्रिनु भएको छ होइन म चाहिँ के ढुक्क छु भने दाइको अहिलेसम्म दाइलाई चाहिँ एज एन एक्टर एउटा भर्सटाइल एक्टर भनेर हामी सबैले एकदमै रेस्पेक्ट गरेर मान्दै आएको छौँ यो सिनेमापछि चाहिँ हामीले दाइलाई एज एन हिरो पनि अगाडि आउनुहुन्छ होइन दाइको त्यो लेभलको पर्फर्मेन्स छ एक्टर अब दाइको जति तारिफ गरे पनि कम छ होइन एभ्रिडे स्टेटमा दाइ थ्याङ्क यू सो मच है थ्याङ्क यू सो मच दाइ अनि त्यस पछाडि अब दुर्गेशजीको के कुरा गर्नु होइन अब उहाँ आफैमा एउटा ब्रान्ड हुनुहुन्छ होइन जुन ब्रान्ड हामीसँग जोडिनु भएको छ होइन अनि एज एन इन्डिभिजुअल पनि एकदमै सरल एकदमै माइडियर मान्छे एकदमै राम्रो मान्छे एकदमै असल मान्छे जति तारिफ गरे पनि कम छ उहाँको बारेमा होइन अनि जुन किसिमले उहाँले यो सिनेमाको लागि टाइम दिएर यस्तो बिजी सेड्युलको बावजुद पनि जुन किसिमले टाइम दिएर सुटमा त्यसपछि गीतको लागि जसरी टाइम दिनुभएको छ त्यो चाहिँ यही मञ्चबाट मैले भन्नुपर्दाखेरि मैले चाहिँ लाइफ लङ नबिर्सिने मेरो लागि क्षण हो त्यो होइन थ्याङ्क यू सो मच दुर्गेशजी होइन अनि खुसी छु एकदमै धेरै खुसी छु होइन अब सिनेमासँग एउटा ब्रान्ड जोडिएको छ अनि गीत पनि तपाईँहरूले देखिहाल्नुभयो स्क्रिनमा पनि उहाँ आगो बाल्नु भएको छ उहाँले होइन त्यही भएर दुर्गेशजी फेरि पनि हजुरलाई धेरै 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 मनदेखि नै धन्यवाद अनिलजी उहाँले पनि डेब्यु गर्दै हुनुहुन्छ सिनेमाबाट हजुरलाई पनि फ्युचरको लागि अल द बेस्ट अनि कङ्ग्रेचुलेसन्स एकदमै राम्रो एक्टर होइन उहाँहरू दुवैजना सिनेमामा तपाईँहरूले हेर्नुभयो भने यो गीतमा एकदम हिरो देख्नु भएको छ तपाईँलाई कस्तो फिल्म अफर आयो तपाईँ गर्नुहुन्छ तपाईँको मनको चाहना के छ तपाईँको अहिले तपाईँ हिरो बन्ने या नबन्ने तपाईँको चाहना सोच के छ कृपया भनिदिनु होला ल हल्का अगाडि आइदिनु पऱ्यो अब यस्तो हो काम छ अब खास चाहिँ अब यहाँ मोडल सिङ्गर बन्दै चुचुरोमा पुग्ने भनेको नै अब हिरो हो होइन नेपालको हिरो भनेर चिन्नु मन त छ नि जसलाई पनि हुन्छ होइन दाइ भिम दाइ पनि त्यही भनेर आउनु भएको सबै होइन
आर्टिस्टहरू पनि सबैजना हिरो नै बनेर भन्न आउनु भएको हो, हिरो चाहिँ बन्नै पर्छ। किनकि हिजोको दिनमा म लोकदोरीबाट त्यहाँबाट चाहिँ के अरे पाइला चाल्दै अहिले यहाँसम्म आएको छु। अब दर्शक श्रोताको माया, दर्शक श्रोताको अनुरोध भयो भने पक्कै पनि आफूले भने जस्तो एउटा स्क्रिप्ट चाहिँ भने जस्तो चाहिँ सिनेमा भयो भने चाहिँ अवश्य गर्नेछु। भने जस्तो अब त्यतिखेर कस्तो ट्रेन चल्छ, अहिले अर्कै ट्रेन चलिरहेको हुन्छ होइन। अब त्यतिखेर अब नेक्स्ट इयर गर्ने, नेक्स्ट इयरमा कस्तो फिल्मले कस्तो किसिमको छलान मार्छ त्यही छलान अनुसारले चल्ने हो नि त। छलान एकतिर मारेछ अर्कोतिर चलेर त फेरि फिल्म त्यही नै हो। अब त्यतिखेर कस्तो छलान मार्छ, लभ स्टोरी मार्छ कि होइन, एक्सन मार्छ कि कमेडी मार्छ कि त्यही अनुसारले गर्छु होला मेबी। मलाई चाहिँ एक्सन मनपर्छ, किनकि अहिले मैले मेरो भिडियोहरू बनाइरहेको हेर्दाखेरि मलाई दर्शक श्रोताले माया गरेको अनुसारले चाहिँ मलाई एक्सन बेटर होला। के लाग्छ त तपाईँलाई? तपाईँ पनि हो नि एक्सन हो नि। डेफिनेटली बनाउँछु नि। दुर्गेशजीले के गर्नु पऱ्यो, म भोलि हिँड्छु काममा, प्रि प्रोडक्सन काममा पहिला। ल तपाईँले मिलाइदिनु त कुरा। होइन मैले त तपाईँ मलाई भनिहाल्नु पऱ्यो। मैले त अस्ति दुर्गेशजीको त्यो दुश्मन हेर्दै गीत हेरेपछि मैले अनिललाई पनि भनेको यो मान्छेलाई चाहिँ हिरो बनाउनु पर्छ है भने। म त्यति बेलै कन्भिन्स भइसकेको थिएँ। थ्याङ्क यू। ओके, अरू क्वेसन साथीहरू विपिन सर, हजुर अब यो सँगै काम गर्ने मौका जुर्यो दुर्गेशजीसँग होइन। दुर्गेशजीलाई कहिलेदेखि चिन्नु भएको थियो तपाईँ? दुर्गेशसँग चाहिँ यस्तै प्रोग्रामहरूमा भेट्दाखेरि हामी एकदम बोलचाल भइरहेको थियो होइन। हामी यस जात्राको प्रिमियरतिर एकचोटि फर्स्ट टाइम भेटेको थियौँ। त्यो पछि 2-3 पटक हामी भेट्यौँ होला। अब अस्ति त गीत सुटिङै गरेर रातभरि सँगै। ठिकठाकै त त्यो त पहिले नै बनाइयो नि। त्यो त दुश्मन हेरेमै हामीले दाङबाटै टिकटक पनि बनाएको थियौँ होइन। अनि त्यो थियो र अरू केही अनुजी? किन त्यस्तो लागेको छ? त्यस्तो केही पनि होइन। क्यारेक्टर यो चाहिँ खासमा मेरो ओरिजिनल विपिनकै क्यारेक्टर हो। दुर्गेश दाइलाई मेरो क्वेसन है, सोच्नु भएको थियो तपाईँको गीतमा विपिन दाइ लिनुहुन्छ भनेर? भविष्य कसैलाई पनि थाहा हुँदैन। त्यो भएको हुनाले सौरभजी आउनुभयो। सौरभजीहरू आइसकेपछि एउटा मुभीको लागि गीत चाहियो। यति 1 हप्ताभित्रमा होइन हामी चाहिँ यो सुट गर्नु पऱ्यो यताउता भन्नुभयो। अनि को हुनुहुन्छ एक्टरहरू भनेको अब अभियसली सबैजना मभन्दा लेजेन्ड एक्टरहरू हुनुहुन्छ। उहाँहरूसँग काम गर्नु पाउँदा त अभियसली दुर्गेश अब हाँसी गर्छौँ होइन। त्यो भएको हुनाले अब त्यही हो, भविष्य कसैलाई पनि थाहा हुँदैन। त्यो भएको हुनाले दाइसँग ठोकिन पाएँ। दाइको माया, सम्पूर्ण कर्म टिमको मायाले एकदम राम्रो भएको छ। भिडियो पनि राम्रो भएको छ, सबैजनाले सपोर्ट गर्नु भएको छ। सौरभजी जस्तो प्रि प्रोडक्सनमा होइन, अनि प्रोडक्सनमा सुटिङको क्रममा कि हजुर, अनि त्यस पछाडि फेरि पोस्ट प्रोडक्सन पश्चात पनि अधिक समयपछि चाहिँ पब्लिसिटीको समयमा दुईजना चलेको गायकहरूले चाहिँ गीत राख्नु भयो। यसो भइरहँदाखेरि चाहिँ विगतमा तयार गरिएको बजेटमा कति बजेट इन्क्रिज भयो? यस्तो पहिलो कुरो चाहिँ सुशान्तजीको गीत चाहिँ हामीले स्क्रिप्टिङकै फेजमा उयो गरेर गएको थियौँ होइन। त्यो चाहिँ तपाईँलाई पछि गरेको होइन हामीले। उहाँको चङ्क चाहिँ मात्रै पछि खिचेको हो। उहाँको गीत चाहिँ पहिला हामी त्यो प्रि प्रोडक्सनमै हुने बेला त्यति बेला नै स्क्रिप्टिङकै फेजमा उहाँको गीत उयो गरेर गएको थियौँ हामीले। अब दुर्गेशजीको गीत चाहिँ लगभग मेरो विचारमा एक महिना जति भयो होइन उहाँसँग कुरा गरेको चाहिँ होइन। अनि अब सिनेमाको बजेटमा भन्दा पनि तपाईँलाई खासमा चाहिँ कस्तो हो भन्दाखेरि कुन चिजलाई कहाँ कसरी बजेटलाई कसरी युज गर्ने भन्ने कुरा नै हो होइन। त्यो पनि अब स्मार्ट ब्रेनले कसरी युज गर्छ भन्ने कुरा हो बजेट होइन। तपाईँलाई
यो जति यो गीत बनाउँदा खर्च भयो त्यसको 10 गुणा बेसी सेटिस्फ्याक्सन र भनौँ न एक किसिमले सिनेमालाई चाहिने माइलेज चाहिँ दुर्गेशजीले दिनुहुन्छ होइन। अनि त्यो कारणले त्यो चाहिँ स्मार्ट डिसिजन थियो जस्तो लाग्छ मलाई। त्यो बजेटिङ सायद अब त्यो बजेट अरू कुनै ठाउँमा खर्च हुन्थ्यो होला सिनेमाको प्रमोसनमै, तर यो चिज चाहिँ बेटर माइलेज चाहिँ आजको दिनमा दुर्गेशजी भन्दा को अरू भन्ने हो नि त। मैले सुनेको तपाईँ सँगसँगै रिलिज हुने अर्को फिल्म पिताम्बरको चाहिँ स्क्रिप्ट डक्टरिङमा तपाईँको एकदम ठुलो सक थियो अरे होइन, सत्य के हो है? तर विडम्बना फेरि त्यही फिल्मसँग चाहिँ तपाईँको फिल्ममा आउनु पऱ्यो कि यो कुरो के हो? मैले सुनेको कुरो मैले अब यस्तो छ, यो मञ्चबाट चाहिँ मैले कर्माको मात्रै कुरा गरेँ होइन, आफ्नो फिल्मको मात्रै कुरा गरेँ यो मञ्चबाट होइन, रिलिजको यति नजिक आइसक्दाखेरि। अनि अरू कुनै मञ्चमा चाहिँ तपाईँसँग म डेफिनेटली यो बारेमा कुरा गर्छु है। एक्सनमा विपिन दाइले नै किन दिनुभयो र कुनै पनि अब अरू एक्सनहरू लिनुभएको छ बेटर हुन्थ्यो कि? पर्फर्मेन्स वाइज एक्टिङ वाइज मैले चाहिँ देख्दिनँ होइन दाइ जतिको पर्फर्मर होइन। अनि एक्सन वाइज पनि दाइले राम्रो गर्नुभएको छ क्या। एउटा कुरा चाहिँ मलाई विडम्बना चाहिँ के लाग्छ भने एकदमै विडम्बनाको विषय हो यो, म आज भनौँ कि नभनौँ भन्ने थियो। हामी कुनै कलाकारले एउटै एक्टिङ गराउँदा मैले कमेडी सिनेमा गरेर विपिन दाइले कमेडी सिनेमामा लिएको भए किन जहिले कमेडी केही नयाँ ट्राई गराउँदाखेरि किन भन्नु, यो त राम्रो होइन नि त होइन होइन दाइ। अब यो कर्मा फर एन इक्जाम्पल तपाईँलाई कमेडी सिनेमा भन्थ्यो अनि दाइलाई मैले फेरि ल्याएको भए आज विपिन दाइ कति कमेडी सिनेमा मात्रै गर्नुहुन्छ, अरू सिनेमा किन गर्नुहुन्न त भन्ने क्वेसन होइन। दाइले आफ्नो कम्फर्ट हुन्थ्यो, यो पनि दाइको कम्फर्ट छ भने दाइले मजाको काम गर्नुभएको छ होइन। रिलिजपछि हो दाइलाई एक तरिकाको सबैजनाले देखिरहनु भएको छ होइन, यत्रो वर्षदेखि सबै अडियन्सहरूले दाइको सिनेमा नहेरेर त सायदै गयो होला होइन। तर एउटा कुरा चाहिँ म के ग्यारेन्टी दिएर भन्न सक्छु भने तपाईँले कर्मा हेर्न जाँदै हुनुहुन्छ भने तपाईँले विपिन दाइले आजसम्म जतिवटा सिनेमामा देख्नु भएको छ त्यो कुरा माइन्डबाट हटाएर जानुहोस् होइन। दाइको बिल्कुलै नयाँ बिल्कुलै फरक किसिमको पर्फर्मेन्स छ इच एन्ड एभ्री सिनमा होइन दाइ। एक्सन हिरो जसलाई पनि स्टन्टम्यान चाहिन्छ, जसलाई पनि चाहिन्छ त्यो सबैलाई चाहिन्छ त्यो होइन। त्यो हलिउड होस् बलिउड होस् सबैलाई चाहिन्छ कि त्यो टेक्निकलिटी हो होइन। अब जस्तै मलाई एसिस्टेन्ट डिरेक्टर चाहिन्छ कि चाहिँदैन, तपाईँले बोल्दाखेरि तपाईँलाई क्यामेराम्यान चाहिन्छ कि चाहिँदैन भने जस्तै हो कि यो सबैलाई चाहिन्छ है। त्यो भएर दाइको काम चाहिँ गजब छ होइन। र दाइलाई दाइको पर्फर्मेन्स दाइको एभ्री डे दाइले जुन किसिमको मेहनत गर्नुभएको छ त्यसको लागि चाहिँ म लाइक दाइ थ्याङ्क यू सो मच। ए रामलाई म राम जस्तो हरामलाई हराम भनेर दाइको क्यारेक्टर रहेछ होइन। मलाई उहाँले स्वरै स्क्रिप्टहरू सुनाउनु भयो अनि हामीले पनि स्क्रिप्ट अनुसारले काम गर्ने हो नि त। फिल्म एकतिर बगिरहेछ गीत एकतिर बनाइदिएर त भएन। अनि त्यो भएको हुनाले अब त्यही त अलिकति फ्लेभर गएको हो नगएको भन्न सकिँदैन होइन, किनकि त्यो गीत पनि एटिट्युड गीत हो यो पनि एटिट्युड गीत हो होइन। अनि त्यो भएको हुनाले भिडियो पनि हामीले चाहिँ अब फिल्म पनि एक्सन भएको हुनाले हामीले यो भिडियो पनि एक्सन गरौँ भन्ने भएको हुनाले चाहिँ तपाईँलाई त्यस्तो लाग्यो हो। तपाईँ चाँडो फिल्म इन्डस्ट्रीमा आउनु पऱ्यो, हिरो गर्नु पऱ्यो ताकि हाम्रो नेपाली फिल्म इन्डस्ट्री अझै माथि जाओस्। थ्याङ्क यू भाइ। भाइहरूले यस्तै सपोर्ट गर्नुभयो भने सम्पूर्ण मिडियाहरूले यस्तै सपोर्ट गर्नुभयो भने धेरै बेर लाग्दैन। यो क्रिएसन छ नि कम्प्लिट इन्ट्रोमा मात्रै सुट गरेको जस्तो देखिन्छ। यो क्रिएसन चाहिँ कसरी आयो? यो क्रिएसन जुन गर्नु भएको एउटा भनौँ न भिजुअल हामीले यस्तो बनाउँछौँ। अब यो चाहिँ खासमा कविराजी अहिले उता सिक्किम हुनुहुन्छ क्यारे होइन। अब कविराजीले गीत सुनिसक्नु भएपछि कविराजीले यो किसिमको गीतमा चाहिँ यो किसिमको सेटअपहरू ठिक हुन्छ भन्नु भएर कविजीले गर्नुभएको हो। योभन्दा अगाडि चाहिँ कुनै एउटा मुभीमा चाहिँ सुटै भइसकेको थियो गीत होइन, तपाईँको सानो विवाद आएपछि त्यो गीतै सबै हटाइयो होइन। अहिले चाहिँ फेरि तपाईँलाई यसरी फिल्ममा अवसर पाउनु भएको छ, तपाईँलाई लाग्दैन सबैले बलि लागेको तातै भन्ने जस्तो? अहिलेलाई कर्ममा कुरा गरौँ न। कर्ममा विश्वास गर्ने मान्छे हो अनि हिजोको कर्म त्यस्तै थियो होला, आजको कर्म यहाँ कर्ममा ठोकियो।
इन्डस्ट्रीमा त्यस्तो हुन्छ तर के हुन्छ भन्दाखेरि अहिले चाहिँ मैले अब मान्छे चिन्नुपर्छ भन्ने लाग्छ होइन। अब सौरभजी एकदम राम्रो लाग्यो, विपिन दाईसँग म पहिल्यैदेखि कनेक्ट भइरहेको मान्छे हो, शङ्कर दाईहरूसँग सबैसँग। अन्त भएको हुनाले अभियसली हुन्छ नि यहाँ अब कति हामीलाई थाहा छ होइन दाइ, बोलेको आगो थाप्छन् अनि त्यसपछि निम्न लगाएपछि छोडिदिन्छन्, त्यो कुरा छँदैछ। भोलिको दिनमा अब सौरभजीले मलाई समात्नुहुन्छ, मलाई सपोर्ट गर्नुहुन्छ कि गर्नुहुन्न, विपिन दाईले मलाई सपोर्ट गर्नुहुन्छ, अहिले चाहिँ मैले गरेँ हो नि त उहाँहरूलाई, उहाँहरूले पछि गरिहाल्नुहुन्छ, त्यो विश्वासमा काम गर्नु हो क्या। थ्याङ्क यू थ्याङ्क यू एभ्रिबडी, थ्याङ्क यू सो मच। यस्तो मैले चाहिँ कसरी आफ्नो पार्सन चार्ज गर्छु भन्दाखेरि कुनै व्यक्तिले गरेको छ भने होइन, कुनै क्लबले चाहिँ आफ्नो फाइदाको लागि गरेको छ भने मैले अभियसली म्याक्सिमम् चार्ज गर्छु होइन। कुनै चाहिँ फाउन्डेसन, कुनै चाहिँ अनाथ आश्रम, कुनै वृद्ध आश्रम बनाउँदैछ होइन, कतै चाहिँ स्कुलको प्रोग्राम छ, कतै चाहिँ एम्बुलेन्स ल्याउने एउटा चाहिँ होइन कार्यक्रम छ भने त्यस्तो कार्यक्रम मैले खासै चार्ज गर्दिनँ। अब स्कुलहरूमा त म फ्रीमा पनि गइरहेको हुन्छु। हेलिकप्टरमा कसरी जानुभयो भनेको सिम्पल छ, उडेर गएको। हेलिकप्टरको कुरा गर्दा चाहिँ यस्तो हो, कहिलेकाहीँ मलाई मेरो 2टा प्रोग्राम हुन्छ, उता त लास्ट डे परिरहेको हुन्छ कि अन्तिम दिन, मसकको अन्तिम दिन, उता पनि अन्तिम दिन, उता पनि अन्तिम, भ्याउनुपर्छ एकै दिन। अनि त्यो भएको हुनाले चाहिँ एउटा प्रोग्रामले हेलिकप्टरमा चढ्यो भने अर्को प्रोग्रामले चाहिँ आफूलाई पनि केही हुन्छ, दर्शक श्रोताको माया पनि पाइन्छ, दुवै ठाउँको दर्शक श्रोताको माया बटुल्न पाइयो नि त, त्यो भएको हुनाले। थ्याङ्क यू सो मच।